दर्शकवृन्द नमस्कार। सपना भन्ने कुरा रहस्यमय मात्र नभई हाम्रो जीवनसँग यसले गहिरो सम्बन्ध राख्ने गर्दछ। आजको श्रृङ्खलामा हामी बुझ्नेछौँ सपनामा टीका, तिलक वा विभिन्न रङको टीका लगाएको देख्दा त्यसले के अर्थ दिइरहेको हुन्छ अथवा के संकेत गरिरहेको हुन्छ। यस विषयमा जानु अघि थोरै कुरा गरौँ। सपना कसरी आउँछ र यसको वास्तविकता के हो? सपना भनेको निन्द्रामा देखिने चित्र वा अनुभव हो। जब हामी सुत्छौँ हाम्रो शरीरले विश्राम लिन्छ तर दिमाग भने सक्रिय नै हुन्छ। विज्ञानका अनुसार रेम स्लिप भन्ने चरणमा दिमागले हाम्रो अवचेतन मनका विचार र अनुभवलाई चित्रको रूपमा देखाउने गर्दछ। यही कारणले हामी दिनभरि जे धेरै सोच्छौँ त्यसको प्रभाव राति सपनामा धेरै नै देखिने गर्दछ। तर हाम्रो संस्कृति वा स्वप्नशास्त्रमा भने केवल सपना दिमागको खेल मात्र होइन, यसले भविष्यका संकेत, आत्माले दिने सन्देश वा देवताको सूचना पनि मानिन्छ। त्यसैले हजारौं वर्षदेखि सपनाको व्याख्या गर्दै आइरहेको छ। अब कुरा गरौँ सपनामा टीका वा तिलक देख्दा यसको अर्थ के हुन्छ। हिन्दू संस्कृतिमा टीका शुभताको प्रतीक हो। सपनामा टीका देख्नु जीवनमा कुनै नयाँ परिवर्तन वा शुभ कार्यको संकेत हुन्छ। तर कुन रङको टीका देखियो भन्ने आधारमा यसको अर्थ फरक हुन्छ। यदि तपाईले सपनामा रातो टीका देखेमा यसले प्रेम, आत्मविश्वास र पारिवारिक खुसी बढ्ने संकेत दिन्छ। त्यस्तै यदि सपनामा सेतो टीका देखेमा यसले शान्ति, पवित्रता र आध्यात्मिक उन्नति हुने भन्ने संकेत गर्दछ। यदि तपाईले सपनामा कालो टीका देखेमा नकारात्मक शक्तिबाट रक्षा, दुश्मन वा खराब सोच भएका मानिसहरूबाट बच्ने र शत्रुबाट समेत बच्न सक्ने संकेत यसले गरेको हुन्छ। यदि तपाईले सपनामा पहेँलो टीका लगाउनु भएको देखेमा तपाईको जीवनमा विद्या, ज्ञान र भाग्यसँग सम्बन्धित उन्नति हुने संकेत यसले गर्दछ। यदि तपाईँ विद्यार्थी वा पेशागत क्षेत्रमा हुनुहुन्छ भने तपाईँ सफल हुनुहुनेछ भन्ने संकेत यसले गरेको हुन्छ। त्यसैगरी यदि कसैले तपाईलाई टीका लगाइदिरहेको देख्नु भएको छ भने तपाईको जीवनमा तपाईका शुभचिन्तकहरू बढ्ने, साथी सङ्गीहरू बढ्ने संकेत यसले गर्दछ। यदि तपाईले अरूलाई टीका लगाउँदै गरेको देख्नुभयो भने तपाईले अरूको जीवनमा सकारात्मक ऊर्जा पुर्याउँदै हुनुहुन्छ भन्ने संकेत यसले गर्दछ। यसरी हेर्दा सपनामा टीका वा तिलक देख्नु सामान्य कुरा होइन। रङ अनुसार यसले फरक सन्देश दिन्छ। कहिले प्रेम र सफलता, कहिले शान्ति, कहिले सुरक्षा। विज्ञानले यसलाई दिमागको प्रक्रिया भन्छ भने धर्म, अध्यात्मले यसलाई भविष्यको संकेत मान्दछ। दुवै पक्ष हेर्दा एउटा कुरा स्पष्ट छ, सपना हाम्रो अवचेतन मनको झरो हो जसले वास्तविक जीवनलाई कुनै न कुनै तरिकाले प्रतिबिम्बित गर्छ नै गर्छ। तपाईले कस्तो अवस्थामा सपनामा टीका लगाउनु भएको देख्नु भएको छ तपाईको अनुभव तल कमेन्टमा लेख्न नबिर्सनुहोस्। तपाईको कुनै जिज्ञासा भए हामी कमेन्ट रिप्लाई गरी तपाईको जिज्ञासा मेट्ने कोसिस अवश्य गर्ने नै छौँ। यदि तपाईले मन्दिरमा टीका लगाइरहनु भएको देखेमा तपाईको जीवनमा देवी देवता, इष्टदेवबाट वरदान प्राप्ति हुने, तपाईले ठूलाबडा ज्ञानी गुरुहरूबाट विशेष आशिष प्राप्त गर्नुहुनेछ भन्ने यसले संकेत गरेको हुन्छ। सामान्यतया सपनामा टीका देख्नुले तपाईको प्रेम, आत्मविश्वास र ऊर्जाको प्रतीक समेत मानेको हुन्छ। सपनामा टीका लगाएको देख्नु निष्ठा, शुद्धता, मानसिक शान्तिको घोतक पनि हो। सामान्यतया सपनामा टीका देख्नु भनेको अत्यन्तै शुभ संकेत हो। यसले प्रेममा न्यानोपन, सम्बन्धमा निष्ठा, सोचमा बुद्धिमत्ता र आर्थिक पक्षमा स्थिरता ल्याउने सन्देश दिन्छ। यदि यस्तो सपना देख्दा यो अवचेतन मनले तपाईलाई नयाँ अवसर र सकारात्मक परिवर्तनतर्फ तयार हुन प्रेरित पनि गरिरहेको हुन्छ। तपाईले देख्नु भएको सपनामा तपाईले कस्तो अवस्थामा टीका लगाइरहनु भएको थियो भन्ने कुराले विशेष अर्थ राख्दछ। त्यसैले तपाईले देख्नु भएको सपनाको अवस्था कमेन्ट गर्न सक्नुहुन्छ। हामी कमेन्ट रिप्लाई गरी तपाईको जिज्ञासा मेट्ने कोसिस अवश्य गर्ने नै छौँ। सपनामा आफ्नो पिता पुर्खाहरूबाट टीका लगाएको देखेमा तपाईको जीवनमा इष्टदेव, कुलदेव आदिबाट वरदान प्राप्ति हुने, विशेष दैविक शक्तिहरू प्राप्त हुनेछ भन्ने संकेत यसले गरेको हुन्छ। सपनामा टीका लगाएको, टीका लगाइदिएको देख्नुले तपाईको जीवनमा आशीर्वाद, उन्नति, प्रगति थपिने स्पष्ट संकेत गरेको हुन्छ। दर्शकवृन्द, तपाईलाई भिडियो कस्तो लाग्यो? यदि भिडियो मन परे भिडियोलाई लाइक गरी आफ्नो राय प्रतिक्रिया कमेन्टमा लेखी पठाउन सक्नुहुनेछ। र यस्तै थप सपनाका अपडेटका लागि तपाईँ हाम्रो यस युट्युब च्यानल ड्रिम एस्ट्रोलोजी एन्ड साइन्सलाई सब्सक्राइब गर्न पनि नभुल्नुहोला। यहाँको बाँकी समय शुभ रहोस्। धन्यवाद। नमस्कारम।